नमस्कार, म लीलाधर पाण्डे। सधैँ चाहिँ आज पनि केही मुक्तकहरू लिएर आएको छु। आशा छ यहाँहरूले मन पराउने हुनेछ र प्रतिक्रियाको पनि आशा राखेको छु र सधैँभन्दा अलिकति फरक ठाउँमा आएको छु आज र यही फरक ठाउँमा साँझको समय छ। यस समयमा केही मुक्तकहरू तपाईहरुलाई पस्किने प्रयास गरेको छु। मुक्तक 1। म मुक्तकले हान्छु तिमी उखान टुक्काले हान, म मुक्तकले हान्छु तिमी उखान टुक्काले हान, तर यसलाई हान्ने र लाग्ने खेल मात्रै नठान। म मुक्तकले हान्छु तिमी उखान टुक्काले हान, तर यसलाई हान्ने र लाग्ने खेल मात्रै नठान। इतिहासकै भ्रष्टमा कीर्तिमान राख्यौ, इतिहासकै भ्रष्टमा कीर्तिमान राख्यौ, म त यही भन्छु अब तिमी मान या नमान। म मुक्तकले हान्छु तिमी उखान टुक्काले हान, तर यसलाई हान्ने र लाग्ने खेल मात्रै नठान। यसैगरी अर्को मुक्तक पुनः वाचन गर्न चाहन्छु। सिंहदरबार र सिनेमा हल उस्तै उस्तै लाग्यो, सिंहदरबार र सिनेमा हल उस्तै उस्तै लाग्यो, नाटक रिहर्सल र छलफल उस्तै उस्तै लाग्यो। मन्त्री चढ्ने र झर्ने क्रम निरन्तर जारी रहँदा, 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 माइक्रो बस र मन्त्रीमण्डल उस्तै उस्तै लाग्यो, सिंहदरबार र सिनेमा हल उस्तै उस्तै लाग्यो, नाटक रिहर्सल र छलफल उस्तै उस्तै लाग्यो।